यो चाहिँ तपाईको आँपको रुख हो। यहाँ हाम्रो बलराम दाजु अनि हाम्रो यहाँ दाजुले चाहिँ यसरी ट्रेडिसनल बक्समा मौरीहरू पालेछ। यो हाम्रो बिकिपर्स हो, आइबी कोअपरेटिभको अन्तर्गतमा उनीहरूले बिकिपिङ यसरी गरेछ। यो प्रकारले यो फरेस्ट फ्लावरिङ ट्रिजहरू पुरै छ यहाँनिर। चेरी फ्लावर्सहरू बेसी फुल्दो रहेछ। यो पोलेन नेक्टर्सहरू यिनीहरूले बोकेको हो। यो चाहिँ ट्रेडिसनल वेमा हो, यिनीहरूले यो रुखमा बनाएर गरिरहेको छ। अहिले धेरै नै काम गर्दैछ। जति सक्दो हाम्रो कोअपरेटिभबाट मद्दत गर्ने अनि बक्सहरू प्रोभाइड गर्ने हामी एउटा बन्दोबस्त हामीले गरेका छौँ अम्बोटियामा। अहिलेसम्म हाम्रो 250 फार्मर्सहरू हाम्रो बिकिपर्सहरू छ। अनि उहाँहरूले ल्याएको रक्सीको बोतलको हनीलाई चाहिँ हामीले एउटा दार्जिलिङ हनी भनेर ब्रान्ड गरेको छौँ। त्यो ब्रान्ड गरेर आजको दिनमा जापान तपाईँको विभिन्न हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा रिनाउन्ड प्लेसेसहरूमा हामीले बिक्री गरिदिइरहेको छौँ। किनभने 250 जना ल्याएको हनी चाहिँ अब बिक्री गर्नु साह्रो पर्छ फार्मर्सलाई। अनि लाइक इट्स अ ग्रेट जम्प भएको छ कि तपाईँको आज रक्सीको बोतलदेखिको लिएर आज हाम्रो ब्रान्डमा अब टी हनी, अरेन्ज हनी, मल्टिफ्लोरल हनी, र फरेस्ट हनी यो प्रकारले चाहिँ उहाँले गर्नुभएको रहेछ। तर उहाँहरूकोमा चाहिँ अब बक्सहरू छैन, मसिन्सहरू नभएको कारण इक्विपमेन्ट्सहरू छैन। तर हामी कोअपरेटिभबाट उहाँलाई विथ ट्रेनिङ अनि यसरी तपाईँको बक्सहरू हामीले अस्तिको दिनमा पनि 25 र 26मा वितरण गऱ्यो। उनीहरूलाई मात्रै हामीले बक्सहरू प्रोभाइड गऱ्यो कि जसले गरिरहेको छ, जसले ट्रेनिङहरू लिन्छ, तालिम लिए। किनभने मौरी भनेको सबैले गर्नु सकिँदैन, किनभने यसको निम्ति एकदमै ट्रेनिङ चाहियो। अनि त्यसले हामीले ट्रेनिङ दिएर विथ सर्टिफिकेट प्रोभाइड गरेर नै हामीले बक्सहरू वितरण हामीले गर्न सक्यौँ।